साथीहरू हामी आइसकेका छौँ फेरि पनि तपाईँहरूसित डिबी लोटरीको नयाँ अपडेट लिएर। यो भिडियोमा तपाईँहरूलाई म सिकाउने छु कि 2027को लागि डिबी प्रोग्राम लोटरी अब खुल्ने हो कि होइन भनेर, अनि के अपडेट आयो, अनि के गर्दाखेरि हामीले डिबी अनि त्यो गर्ने हो, अनि के अपडेटहरू होइन वन फीको छ कि छैन विथ प्रुफ तपाईँहरूलाई हेराउनेछौँ जुन मसित अहिले छ। अनि के चेन्ज भयो त्यसमा, अनि एन्ट्री गर्ने अनि पासवर्डको रिक्वायरमेन्ट छ कि छैन त्यो सबै म तपाईँहरूलाई मोबाइल स्क्रिनमा गएर तपाईँहरूलाई वन बाई वन गरेर हेराउने हुन्छु। तपाईँहरू मेरो भिडियो फुल हेर्नुहोस्, किनभने तपाईँहरू अधुरो ज्ञान राम्रो हुँदैन। त्यसैले तपाईँहरू मेरो फुल भिडियो हेर्नुहोस् अनि तपाईँहरू आफ्नो डिबी लोटरीको जिज्ञासा जुन पनि छ तपाईँ कमेन्टमा बक्समा छोड्नु, तपाईँहरूको एन्सर म पक्कै दिँदैछु। थ्याङ्क यू। तो एउटा वेबसाइट छ जुन डिपार्टमेन्ट अफ स्टेट डिपार्टमेन्टको छन्, अनि यसले चाहिँ हाम्रो डिबी लोटरीको 2027को बारेमा केही आर्टिकलहरू लेख्नु भएछन्। अहिले अफिसियली एनाउन्स भएको छैन, तर युएसको जुन आर्टिकल छन् जसले जुन धेरै नै पपुलर छ फेडरल रजिस्टर भनेर, अनि यो जर्नलिस्टहरूले एउटा त्यो निकालेको छ अहिले। अनि यसमा चाहिँ डिपार्टमेन्ट अफ स्टेटले होइन यस्तो जानकारी दिनुभएको छ। यो रुल फाइनल रुल हो भनेर यो पनि एक्ट भइसकेको छन्। अनि तपाईँहरूलाई म बताउने छु कि यो रुल चाहिँ इफेक्टिभ हुन्छन् अप्रिल 10देखि 2026मा। अहिले हाम्रो मार्च छन्, अप्रिलमा हाम्रो यो 10 तारिकदेखि यो रुल एक्टिभ हुन्छन्। यसको मतलब हाम्रो अप्रिलमा हाम्रो डिबी लोटरीको जुन प्रोग्राम अहिले अपडेट आएर खुल्नेवाला छन् त्यो मेबी खुल्न सक्छन्। अहिले कन्फर्म भन्न सक्दिनँ, तर म अरू तपाईँहरूलाई अपडेटहरू बताउने छु। जुन तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, यहाँ लेखेको सेक्स, पहिला सेक्स हेरिराख्नु भएको थियो, अब त्यहाँ जेनरल हेराउने छ। जेनरल पहिला तपाईँहरू एज हेर्नुभएको थियो त्यहाँ होइन, एज पहिला हेरिरहेको थियो फर्म भर्नेको क्रममा, अब त्यहाँ बर्थ अफ डेट अफ बर्थ हेर्न सक्नुहुन्छ। यो 2-3वटा अपडेट छन्। अनि अर्को भन्दाखेरि भने यहाँ हेर्नुहोस्, यहाँ लेखेको छ पासपोर्ट जुन हाम्रो म्यान्डेटरी गरिनेछ, अनि पासपोर्टको स्क्यान पनि अपलोड गर्नुपर्ने हुन्छ भनेर यसमा त्यो खुलाएको छ। अनि अर्को हामी तपाईँलाई अपडेट बताउने छौँ। यहाँ लेखेको छ एडिसनल $1 लेखेको छ फी पर एन्ट्री लेखेको छ। जति पनि हामी एन्ट्री गर्नेछौँ त्यसमा $1 फी हामीले तिर्नुपर्ने हुन्छ नेपालबाट। अब यो कसरी तिर्ने हो भने हामीलाई पछि पनि कुनै अपडेटहरू आउँछन्, केही वालेटहरू आउँछन् जुन हामीले यहाँबाट पैसा तिर्न सक्छौँ। अनि पहिला हामी यतातिर एप्रोक्सिमेटली 10 मिलियन इन्ट्रान्सहरू हुन्थ्यो 2027को लागि होइन। 10 मिलियन उनीहरूले गरेका छन्। उनीहरू 10 मिलियन नै पैसा कमाउने भयो भनेर यहाँ लेख्नु पनि भएछ। हेर्नु, उनीहरू 10 मिलियन चाहिँ उनीहरूले कमाउने छन् पैसा युएस स्टेटले। अनि यसमा लेखेको छन् तपाईँहरू जति पनि चेन्जहरू भएको छ तपाईँहरूको म यो जुन बायोमा म राखिदिनेछु, तपाईँहरू यो पनि यो हेर्न सक्नुहुन्छ। अनि पर एन्ट्री तपाईँहरू आतिर फर्म नभर्नु सोचित टाइम हुन्छ 90 मिनट, नभए हामीले 60 मिनटसम्म हामीले भरिदिनु पर्ने हुन्छन्। जेनरली सबैले 5-10 मिनटमै भरिदिन्छ, त्यसै नआतिकन बिस्तारै भर्नु होला अनि सही इन्फर्मेसन अनि करेक्ट इन्फर्मेसनहरू दिनु होला। अनि अर्को भन्दाखेरि अब जुन हाम्रो प्रिभियस इयरमा जुन पासपोर्ट एकपल्ट लागू हुनुभएको थियो, यहाँ हेर्नुहुन्छ 2021मा, अनि थोरै इन्ट्रेन्स भएको थियो। यहाँ तपाईँहरू यो हेर्न सक्नुहुन्छ कति मात्र भएको थियो अनि कतिजना सेलेक्सन भएको थियो। अनि जति बेला नो पासपोर्ट रिक्वायर्ड थियो भने त्यो हेर्नुहुन्छ 23 लाखसम्म गइसकेको थियो, अनि 2025मा 19 लाखसम्म गएको थियो। त्यसैले फेरि पनि अब रियल इन्ट्रेन्स जुन हुन्छन्, रियल म्यान हुन्छन्, तिनीहरू भन्छन्, तर धेरै नै फ्रडहरू भइराखेको हुन्छन्। त्यही भएर यसले अपडेट गर्नु पासपोर्ट ल्याउनु भएको छ। साथीहरू अहिलेको जुन यही छ अपडेट। पछिको टाइमहरूमा केही त्यस्तो अपडेटहरू आयो भने तपाईँहरूलाई म पक्कै बताउनेछु।